नेपाली सेना सैन्य पदको लिखित परीक्षाको 2081 को तयारी गर्दै हुनुहुन्छ भने यो भिडियो एकदमै इम्पोर्टेन्ट हुनेवाला छ। यदि भिडियो लामो भए पनि भिडियोमा सबै जानकारी हुनेछ। साथीहरू यो भिडियोलाई अन्तिमसम्म सुनेर वा हेरेर साथ दिनुहोला। अब भिडियो सुरु गर्नुभन्दा अगाडि भिडियो मन परेमा लाइक गरिदिनु होला, मन परेमा साथीलाई सेयर गरिदिनु होला र च्यानलमा नयाँ हुनुहुन्छ भने च्यानललाई सब्स्क्राइब गरी हामीसँग जोड्नु होला। अब आजको भिडियो सुरु गरौँ। तपाईहरुले हेर्न सक्नुहुन्छ मेरो की भनेको सी हो। की अनिवार्य लेख्नु पर्छ। उत्तर पुस्तिकामा की लेखेन भने हजुरको उत्तर पुस्तिका रद्द हुनेछ। तपाईहरुले यो कुरा ख्याल गर्नु होला। र अंग्रेजी, गणित, नेपाली र सामान्य ज्ञान तीनटै समावेश भएको छ। तीनटैको सुरुदेखि अन्तसम्म हेर्नु होला तपाईहरुले। पहिलो प्रश्न, लुम्बिनी प्रदेशमा कति जिल्ला रहेका छन्? तपाईहरुले यसको एन्सर कमेन्ट गर्नु होला। यसको के एन्सर हुन्छ त्यो कमेन्ट गर्नु होला। 2 नम्बर प्रदेशमा 8 वटा छ, 7 नम्बर प्रदेशमा 9 वटा र 6 नम्बर प्रदेशमा 10 वटा, 4 नम्बर प्रदेशमा 11 वटा, 5 नम्बरमा 12 वटा र 3 नम्बरमा 13 वटा र 1 नम्बरमा 14 वटा जिल्ला रहेका छन्। माथि भनेको प्रदेशको नाम लेख्या छ र तल भनेको कतिवटा जिल्ला छन् कुन प्रदेशमा भनेर त्यो जानकारी गराएको छु। तपाईहरुले यसै अनुसारले पहिलो प्रश्नको उत्तर दिनु होला। 2 नम्बरमा ब्रिक्स समूहको पछिल्लो सदस्य राष्ट्र कुन हो? ए नम्बर अप्सन अर्जेन्टिना, बी इजिप्ट, सी इथियोपिया, डी सबै। यसको सही उत्तर भनेको सबै हुन्छ। डी नम्बर अप्सन सही छ। त्यसैगरी अर्को प्रश्नतिर श्रीलङ्काको राजधानी सहर कुन हो? यसको सही उत्तर कोलम्बो हो। त्यसैगरी अर्को प्रश्नतिर 4 नम्बर प्रश्न, नेपाली सेना कुन मन्त्रालय अन्तर्गत पर्छ? रक्षा मन्त्रालय अन्तर्गत पर्छ। त्यसैगरी प्रश्न नम्बर 5, देहायका मध्ये नेपाली सेनाको कुन पद जङ्गी अड्डाको पद हो? प्रमुख सेनानी पद हो, जङ्गी अड्डाको पद हो। त्यसैगरी प्रश्न नम्बर 6, कल्याणकारी कोषको संरक्षणको रहने व्यवस्था छ? यसको सही उत्तर प्रधानमन्त्री। त्यसैगरी प्रश्न नम्बर 7, नेपाली सेनामा क्रस खिरीमाथि 2 तारा भएको दर्जानिक चिन्ह कुन पदको हो? उपरथीको हो, सही उत्तर। त्यसैगरी प्रश्न नम्बर 8, नेपालको संविधान बमोजिम नेपाली सेनाको प्रचालनको घोषणा ... को सिफारिसमा राष्ट्रपतिले गर्छ? यसको सही उत्तर राष्ट्रिय सुरक्षा परिषदले गर्छ। यसको सही उत्तर। त्यसैगरी प्रश्न नम्बर 9, राष्ट्रिय सुरक्षा परिषद कति सदस्य समिति हुन्छ? यसको सही उत्तर 7 सदस्यीय हुन्छ। तपाईहरुले सबभन्दा बढी पुरानो मोडल सेटहरु पढ्नु होला र पुरानो मोडल सेटबाट बढी टक्राउने गर्छ। तपाईहरुले यो कुरा ध्यान दिएर पढ्नु होला। अनि त्यसैगरी प्रश्न नम्बर 10, नेपाली सेना सम्बन्धी व्यवस्था नेपालको संविधान 2072 को कुन भागमा उल्लेख गरिएको छ? यसको सही उत्तर भाग 28 मा। त्यसैगरी प्रश्न नम्बर 11, सैनिक ऐन 2063 बमोजिम देहायको कुन अवस्था नेपाली सेनामा नियुक्त हुन अयोग्य हुने अवस्था छ? यसको सही उत्तर प्राधिक पृष्ठभूमि भएको। त्यसैगरी प्रश्न नम्बर 12, सैनिक सेवा नियमावली 2069 बमोजिम प्रधान सेनापतिको असाधारण विधा कसले स्वीकृत गर्न सक्ने व्यवस्था छ? यसको सही उत्तर रक्षा मन्त्रीले। अब 13 नम्बरमा हेर्नु, सी इज ... ओनेस्ट गर्ल। यसको सही उत्तर आइन हुन्छ। त्यसैगरी प्रश्न नम्बर 14, आई रिड अ युनियन स्टोरी। यसको सही उत्तर अ हुन्छ। त्यसैगरी प्रश्न नम्बर 15, ... अर्थ रिभोल्भ्स अराउन्ड द सन। यसको सही उत्तर द हुन्छ। युनिभर्सल ट्रुथ भएको, सत्य कुरा भएकोले। त्यसैगरी प्रश्न नम्बर 16, द की आर ... द ड्र। यसको सही उत्तर इन हुन्छ। इन द हुन्छ। त्यसैगरी प्रश्न नम्बर 17, ही वाल्क्स ... फुट अन फुट हुन्छ। त्यसैगरी प्रश्न नम्बर 18, द मिटिङ विल बी होल्ड ... द कन्फरेन्स रुम। यसको सही उत्तर इन हुन्छ। इन द हुन्छ। त्यसैगरी प्रश्न नम्बर 19, प्लुरल फर्म अफ टुथ। टुथको प्लुरल फर्म के हुन्छ? टीथ हुन्छ। यसको सही उत्तर टीथ हुन्छ। त्यसैगरी प्रश्न नम्बर 20, व्हाट इज द प्लुरल फर्म अफ फेनोमेनोन? यसको प्लुरल फर्म फेनोमेनोन को प्लुरल फर्म के हुन्छ? फेनोमिया हुन्छ। त्यसैगरी प्रश्न नम्बर 21, सी इज वेटिङ अ लेटर नाउ इज एन एक्जाम्पल अफ के को एक्जाम्पल छ भनेको प्रेजेन्ट कन्टिन्युअस टेन्स को एक्जाम्पल छ। इज प्लस भर्ब बी पर्छ, त्यसैले प्रेजेन्ट कन्टिन्युअस टेन्स हुन्छ। त्यसैगरी प्रश्न नम्बर 22, दे रोट अ पोएम, चेन्ज दिस सेन्टेन्स इन्टु पास्ट पर्फेक्ट टेन्समा। पास्ट पर्फेक्ट टेन्समा चेन्ज गर्नु पर्छ। पास्ट पर्फेक्ट टेन्सको सूत्र के हुन्छ? सब्जेक्ट प्लस हैज अथवा हैव प्लस भर्ब भी3 प्लस अब्जेक्ट अनि देसँग हैवको प्रयोग हुन्छ। दे हैव रिटन अ पोएम हुन्छ। त्यसैगरी प्रश्न नम्बर 23, रु 420 लाई 7 जनामा बराबर भाग लगाउँदा प्रत्येक व्यक्तिको भागमा कति रुपैयाँ पर्छ? यसको सही उत्तर 60 हुन्छ। 420
भागे 7 गर्दाखेरि 7 छक 42 42 एउटा 0 बच्यो 0 राख्दाखेरि 60 हुन्छ। त्यसैगरी प्रश्न नम्बर 24 13 लाई 13 ले गुणन गर्दा गुणनफल कति हुन्छ? 13 × 13 गर्दा 169 हुन्छ यसको सही उत्तर। त्यसैगरी प्रश्न नम्बर 25 300 को 30% तलका मध्ये कुन हो? 300 को 30% गर्दा 300 × 30 / 100 गर्दाखेरि 2 वटा 0 ले 2 वटा 0 कटियो अनि 3 त्रिका 90 यसको सही उत्तर हुन्छ। त्यसैगरी प्रश्न नम्बर 26 यदि z + 7 = 78/4 भए x को मान कति होला? अब यसको बनाउँदाखेरि तपाईहरुले यसको कसरी एन्सर आयो 5 भनेर तपाईहरुले कमेन्ट गर्नु होला। अब त्यसैगरी प्रश्न नम्बर 27 गीताले प्रति किलो रु 90 का दरले 6 किलो स्याउ किनेछ। उसले बजारमा लगेर प्रति किलो रु 80 का दरले बेच्दा उसलाई कति नोक्सान हुन्छ? यसको सही उत्तर कति हुन्छ? 60 नोक्सान हुन्छ। कसरी आयो भनेर तपाईहरुले कमेन्ट गर्नु होला। त्यसैगरी प्रश्न नम्बर 28 तलका मध्ये कुन शब्द क्रियापद हो? यसको सही उत्तर क्रियापद भनेको सी हो, सुतनु हो। यसको सही उत्तर सी हो। त्यसैगरी प्रश्न नम्बर 29 वस्तु वा व्यक्तिको विशेष अवस्था जनाउने शब्दहरू ... नाम हुन्। कुन नाम हो? तपाईहरुले कमेन्ट गर्नु होला। त्यसैगरी प्रश्न नम्बर 30 तलका मध्ये अनिश्चयवाचक सर्वनाम कुन हो? यसको सही उत्तर कसैले हुन्छ। यसको सही उत्तर ए हुन्छ। त्यसैगरी प्रश्न नम्बर 31 कुनै कुराको अवस्था परिस्थिति बुझाउने शब्दलाई नेपाली व्याकरणमा के भनिन्छ? क्रिया विशेषण भनिन्छ। यसको सही उत्तर डी हुन्छ। त्यसैगरी प्रश्न नम्बर 32 तलका मध्ये कुन सप्तमी विभक्ति हो? यसको सही उत्तर मा हुन्छ। डी नम्बर अप्सन सही छ। त्यसैगरी प्रश्न नम्बर 33 शिक्षकले विद्यार्थी ... प्रश्न सोधे। शिक्षकले विद्यार्थीलाई यसको सही उत्तर लाई हुन्छ। बी नम्बर अप्सन सही छ। त्यसैगरी प्रश्न नम्बर 34 तल दिएका वाक्य मध्ये भविष्यकाल युक्त वाक्य भएको विकल्प कुन सही छ? यसको सही उत्तर हामी पुस्तक पढ्ने छौं। यसको सही उत्तर डी नम्बर अप्सन सही हुन्छ। त्यसैगरी प्रश्न नम्बर 35 बहिनीहरूको एक वचन के हुन्छ? बहिनीहरूको एक वचन बहिनी हुन्छ। यसको सही उत्तर सी हुन्छ। त्यसैगरी प्रश्न नम्बर 36 अस्तको विपरीतार्थिक शब्द देखाएको मध्ये कुन हो? अस्तको उदय हुन्छ। यसको सही उत्तर ए हुन्छ। त्यसैगरी प्रश्न नम्बर 37 शान्तिको विपरीत शब्द कुन हो? यसको सही उत्तर ए हुन्छ, अशान्ति हुन्छ। त्यसैगरी प्रश्न नम्बर 38 नेपालको हुलाकी राजमार्ग सुरु भएको जिल्ला र अन्तिम बिन्दु जिल्ला क्रमशः कुन कुन हुन्? यसको सही उत्तर तपाईहरुले कमेन्ट गर्नु होला के छ भनेर। त्यसैगरी प्रश्न नम्बर 39 कोदारी राजमार्ग कुन देशको सहयोगमा बनेको छ? यसको सही उत्तर बी हुन्छ, चीनको सहयोगमा बनेको छ। त्यसैगरी प्रश्न नम्बर 40 तलका मध्ये कुन महाकाली नदीको सहायक नदी हो? यसको सही उत्तर चेमेलिया हो। यसको सही उत्तर ए नम्बर अप्सन हुन्छ। त्यसैगरी प्रश्न नम्बर 41 नेपालको सबैभन्दा सानो राष्ट्रिय निकुञ्ज कुन हो? यसको सही उत्तर रारा राष्ट्रिय निकुञ्ज हुन्छ। ताल लेखाइसकेछ, रारा राष्ट्रिय निकुञ्ज हुन्छ। ए नम्बर अप्सन सही छ। त्यसैगरी प्रश्न नम्बर 42 रारा विमान स्थल कुन जिल्लामा पर्छ? यसको सही उत्तर मुगु हुन्छ। ए नम्बर अप्सन सही छ। त्यसैगरी प्रश्न नम्बर 43 कृष्ण सारका लागि प्रसिद्ध क्षेत्र देखाएका मध्ये कुन हो? कृष्ण सार संरक्षण क्षेत्र हो। यसको सही उत्तर। त्यसैगरी प्रश्न नम्बर 44 तलका मध्ये गण्डकी प्रदेशमा पर्ने जिल्ला कुन हो? रौतहट, बारा, पर्सा र कास्की। गण्डकी यसको सही उत्तर हो। रौतहट, बारा, पर्सा मध्य प्रदेशमा पर्छ। त्यसैगरी प्रश्न नम्बर 45 भिरकुटीको अर्को नाम के हो? भिरकुटीको अर्को नाम हरितारा हो। त्यसैगरी प्रश्न नम्बर 46 नेपालको राष्ट्रिय जनावर कुन हो? यसको सही उत्तर गाई हुन्छ। त्यसैगरी प्रश्न नम्बर 47 नेपालको राष्ट्रिय गानका रचनाकार को हुन्? यसको सही उत्तर प्रदीप कुमार राई हुन्छ। त्यसैगरी प्रश्न नम्बर 48 नेपालको राष्ट्रिय झण्डामा रहेको चन्द्रमा कति कोण रहेका छन्? यसको सही उत्तर 8 कोण रहेका छन्। त्यसैगरी प्रश्न नम्बर 49 नेपालमा सबैभन्दा बढी स्थानीय तह भएको प्रदेश कुन हो? मध्य प्रदेश हो। यसको सही उत्तर। अब यसै अनुसार अब इंग्लिशको प्रश्नतिर लागौ। इंग्लिश 10 मार्कमा सोध्ने गर्छ। इंग्लिशमा के भन्दैछ? इंग्लिशमा भएकालाई नेपालीमा अनुवाद गर्नुपर्ने छ। सी इज रिडिङ अ बुक। यसको सही उत्तर उनी किताब पढिरहेकी छिन्। त्यसैगरी प्रश्न नम्बर 2 द रेन इज फेलिङ हेभली। पानी दर्केको छ। यसको सही उत्तर पानी दर्केको छ। त्यसैगरी प्रश्न नम्बर 3 दे हेभ भिजिटेड पोखरा। उनीहरूले पोखरा भ्रमण गरेका छन्। त्यसैगरी 2 नम्बर के भन्दैछ? अंग्रेजीमा अनुवाद गर्नलाई भन्दैछ। हामीले एउटा सुन्दर बगैँचा देख्यौं।
वी से अ ब्युटिफुल गार्डन। त्यसै गरी अर्को प्रश्न, तिमीले गृह कार्य गरेका छौ, यसको सही उत्तर हैव यु फिनिश्ड योर होमवर्क। त्यसै गरी अब 3 नम्बरमा जोडा मिलाउनुहोस् हो भनेर माउन्टेनको पिक हुन्छ, फोरेस्टको ट्री, ल्याकको वाटर, स्कुलको स्टुडेन्ट र डाक्टरको हस्पिटल हुन्छ। त्यसै गरी प्रश्न नम्बर 4 मा अब अंग्रेजी छ, त्यो गणित छ, गणित सम्बन्धी छ। 70,583 गणितको प्रश्न 20 मार्कमा सोधिन्छ। 4 नम्बरमा तलका अक्षरलाई अङ्कमा लेख्नुहोस्। 70,583 अनि खमा 86,107। त्यसै गरी अर्को प्रश्नतिर लागु। 5 नम्बरमा के भन्दैछ, तलका अङ्कलाई अक्षरमा लेख्नुहोस्। अक्षरमा लेख्नु पर्ने छ 78,901, खमा 54,009। त्यसै गरी 6 नम्बरमा जोड गर्नुहोस्, 2 मार्कमा सोधिन्छ। तपाईहरुले विस्तृतमा यसको अभ्यास गर्नुहोला। 4 3 7 अनि 6 को 6 हुन्छ, यसको सही उत्तर यो हुन्छ। त्यसै गरी अर्कोमा हेरौँ, अर्को यो बनाएर तपाईहरुले कमेन्ट गर्नुहोला। अब घटाउतिर लागौँ। घटाउतिर यसको 5/3 अनि 10 9 अनि 8 अनि 1 हुन्छ। यति एन्सर हुन्छ यसको क को र ख को। तपाईहरुले कमेन्ट गर्नुहोला बनाएर। त्यसै गरी गुणन गर्नुहोस्मा छ, गुणन गर्नुको पनि धेरै अभ्यास गर्नुहोला। 2 मार्कमा सोध्ने गरिन्छ। 5 चौका 20, 20 को 0 हासिल 2, 7 चौका 28, 28 2 30, यसको 300 हुन्छ क को उत्तर। अनि ख को तपाईहरुले बनाएर कमेन्ट गर्नुहोला। त्यसै गरी 9 नम्बरमा 18 बाट भाग गर्दाखेरि 180 लाई 18 ले भाग गर्दा कति हुन्छ, 10 हुन्छ यसको सही उत्तर। त्यसै गरी यो ख को कमेन्ट गर्नुहोला तपाईहरुले। 10 नम्बरमा एउटा पुस्तकालयमा 600 पुस्तक थिए, तीमध्ये 360 वटा पुस्तकहरू थिए भने पुस्तकालयमा कति प्रतिशत कथाहरू रहेछन् भने कथाको बुकहरू कति प्रतिशत छ भनेर त्यो निकाल्नु पर्ने हो। अब 360 बाई 600 इन्टु 100। अब 2 वटा 0 लाई 2 वटा 0 कटियो, 6 छक 36, यसको सही उत्तर कति हुन्छ, 60 हुन्छ यसको सही उत्तर 10 नम्बरको। त्यसै गरी अब 11 नम्बरमा हेरौँ, 320 को 25% कति हुन्छ, 320 इन्टु 25 बाई 100, 25 चौका 100, 4 8 32 भनेको 80 हुन्छ, यसको सही उत्तर 80 हुन्छ। अब अर्को प्रश्नतिर लागौँ। 12 नम्बरमा दिएको समीकरणलाई हल गरी c को मान पत्ता लगाउनुहोस्। अब यसको हेरौँ, 6c माइनस 3c इक्वल टु 46 माइनस 10। अब यतिबाट तपाईहरुले गरेर कमेन्ट गर्नुहोला यसको एन्सर। त्यसै गरी 13 नम्बरमा हेरौँ। 13 नम्बरमा के भन्दैछ, 900 को सामान बिक्री गर्दा रु 250 नाफा भएछ भने त्यो सामान कति रुपियाँमा बिक्री गरिएको रहेछ। 900 प्लस नाफा कति भयो, 250 भनेको 1150, यसको उत्तर आयो 1150। त्यसै गरी अब पत्र लेख्नु पर्ने छ, तपाईहरुले हेर्न सक्नुहुन्छ। पहिला अगाडि माथि चाहिँ डेट मिति लेख्नु होला, अनि कसलाई लेख्न लाग्नु भएको छ त्यो लेख्नु होला, अनि यो हेडिङ भयो, हेडिङ लेख्नु होला, अनि लास्टमा आफ्नो नाम लेखेर अनि इन्ड गर्नु होला।
त्यसैगरी अर्को प्रश्नतिर अनुच्छेद पढी प्रश्नको उत्तर दिनुहोस्। यो माथिको पढेर तलको उत्तर दिनुपर्छ। यो सबैको मैले उत्तर राखिदिएछु, तपाईहरुले हेर्न सक्नुहुन्छ। क को यो छ, ख ग घ र। अब 16 नम्बरमा प्रदूषण नियन्त्रण शीर्षकमा 100 शब्दको निबन्ध लेख्नु छ। निबन्ध लेखेर राखिदिनु। तपाईहरुले राम्ररी ध्यान दिएर पढ्नु होला। त्यसैगरी 17 नम्बरमा तल दिएका वाक्यलाई कोठामा दिएका अनुसार परिवर्तन गर्नुपर्ने छ। अब भूतकालमा बनाउनु पर्ने छ। यसको उनीहरू गीत गाउँदै छन्, यसको सही उत्तर उनीहरूले गीत गाए। त्यसैगरी अर्कोमा हामी भ्रमण जान्छौँ, वर्तमानकाल बनाउँछ, हामी भ्रमण गइरहेका छौँ। ग नम्बर तिमीले फलफुल किन्यौ, तिमीले फलफुल किन्नेछौ।